त्यसपटक हामी के भन्ने गरेका छौँ भने पहाडले पार्टी छोड्यो, मधेसले जाति छोड्यो होइन। जातिगत राजनीति भएन, पहाडमा पनि पार्टीगत राजनीति भएन। यसको महत्त्व हामीले बुझेको छौँ। यही महत्त्व बुझेर अगाडि सँगै जाउँला, राष्ट्रपाललाई विश्वास गरेर आफ्नो बलियो दरिलो विभिन्न पार्टीहरू थिए तपाईँका, वर्षौँ तपाईँले त्यसको पसिना बनाउनु भएको छ, रगत बनाउनु भएको छ। त्यसकै बावजुद पनि तपाईँहरूले राष्ट्रपाललाई आफ्नो नयाँ घर बनाउनु भयो। यो तपाईँहरूको सदाशयता हो। पार्टीले राष्ट्रपालले त्यसको सदैव सम्मान गर्नेछ। तपाईँहरूको सम्मानमा कमी हुने छैन भन्ने कुरा म तपाईँलाई निश्चिन्त बनाउनु गर्न चाहन्छु। यसको मौसमका बिचमा तपाईँहरू आउनुभयो, धेरै धेरै धन्यवाद। जाँदाखेरि सुरक्षित जानु होला र फिल्डमा खटिनु होला, आम नागरिकको बिचमा रहनु होला। म तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन्छु। र त्यसपटक हामी के भन्ने गरेका छौँ भने पहाडले पार्टी छोड्यो, मधेसले जाति छोड्यो होइन। जातिगत राजनीति भएन, पहाडमा पनि पार्टीगत राजनीति भएन। यसको महत्त्व हामीले बुझेको छौँ। यही महत्त्व बुझेर अगाडि सँगै जाउँला, राष्ट्रपाललाई विश्वास गरेर आफ्नो बलियो दरिलो विभिन्न पार्टीहरू थिए तपाईँका, वर्षौँ तपाईँले त्यसको पसिना बनाउनु भएको छ, रगत बनाउनु भएको छ। त्यसकै बावजुद पनि तपाईँहरूले राष्ट्रपाललाई आफ्नो नयाँ घर बनाउनु भयो। यो तपाईँहरूको सदाशयता हो। पार्टीले राष्ट्रपालले त्यसको सदैव सम्मान गर्नेछ। तपाईँहरूको सम्मानमा कमी हुने छैन भन्ने कुरा म तपाईँलाई निश्चिन्त बनाउनु गर्न चाहन्छु। यसको मौसमका बिचमा तपाईँहरू आउनुभयो, धेरै धेरै धन्यवाद। जाँदाखेरि सुरक्षित जानु होला र फिल्डमा खटिनु होला, आम नागरिकको बिचमा रहनु होला। म तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन्छु।